हामी यहाँ कुमारी माई मन्दिरमा आइपुग्यो। मन्दिरको लागि यो टोयलेट हो। अनि त्यसपछि हेरेर यहाँ भिडियो बनाइरहेछ मेरो दिदीले। अनि पानी त जोडेर रहेनछ क्या अरे यहाँ ट्याङ्कीमा जोड्या। अनि यहाँ चाहिँ मन्दिरमा आए बेलामा बस्ने ठाउँ पनि बनाएछ। पहिला यस्तो थिएन नि। अनि यो बाटोबाट चाहिँ हाम्रो माथि बारीमा जान्छ है। मन्दिरबाट यस्तो भ्यू देखिन्छ ल हेर्नु। अनि यहाँ जुत्ता चप्पल राख्ने ठाउँ पनि बनाएछ। जुत्ता चप्पल राख्ने ठाउँ पनि छ हेर ल हेर्नु। यहाँ अलिक भिड भएको बेला त्यहाँ राख्ने हो ल। दुवैपट्टि मन्दिरको बाटोको दुवैपट्टि घन्टीले भरिएको छ ल हेर्नुहोस्। देख्नुभयो यहाँ शिवजीको शिवलिङ्ग छ। यहाँ तुलसी यहाँ घन्टी त कति धेरै छ हेर्नु। सबले घन्टी चढाएको। अनि यहाँनिर धारा पनि छ, ट्याङ्की छ, फोहोर फाल्ने ठाउँ छ। यहाँ पूजाहरू लगाउने ठाउँ छ, होमहरू गर्ने ठाउँ छ। यहाँ तोरण पनि बाँधेको छ। आमा यहाँ आजभोलिको झल्लरमा त यस्तो पनि राखेको रहेछ हेर्न। ए यस्तो हरियो हरियो झल्लरमा कस्तो राम्रो रहेछ। यो माथि चाहिँ सफा गर्नुपर्ने बेला भएको रहेछ। यहाँबाट दिदीले हेरिरहेको छ भिडियो हो यो। अनि झल्ला माथि चाहिँ फोहोर सफा गर्ने बेला भएको रहेछ। ल रोक्नु पर्यो। कुमारी माईकी मन्दिर यहाँ पूजा गरेर अनि बाहिर निस्किने बाटो चाहिँ यहाँ छ नि त। हेर्नु यस्तो बाटो बनाएको छ। भिड भएको बेला यहाँ चाहिँ दसैँमा चाहिँ धेरै भिड हुन्छ, त्यही भएर यस्तो बनाएको छ। हेर्नु त छल्लर चाहिँ राम्रो लाग्यो मलाई। कुकुरले चाहिँ के ओके। पूजा गरेर हामी बाहिर निस्क्यौँ। अब घन्टी बजाउँदै जान्छौँ। यहाँ पनि कत्रो रुख थियो नि भाइ हेर्न। अनि त्यही भएर त यहाँ पूजा गरे भने यहाँको मुनिको लागि। भयो यहाँबाट चाहिँ खतरा भ्यू देख्छ कि ल। हामी मन्दिरबाट घरतिर लागिरहेछौँ। अब एकजना यता पछाडि आउँदैछ मोबाइल हेर। अहिले हेर्नुपर्छ त आइज घर गएर हेर्ने। हेलो होइन पास्ने हो उसको ए। अनि खै त दुईजना मात्रै। फुरौला अझ यो त के को बनाउनु पर्छ नि मास ढड्याउने। मासको त हो नि। अरूको कहाँ बनाउँछ त? मासकै हो बनाउने। अब तिहारहरु भने हाउरे मास चाहिन्छ। भेटिराखे ए कालो देख्नु भयो त। कपुर बाल्ने बेला भए छैन। अहिले म भन्नु लागे कपुर बाल्ने। म यहाँ बाल्दिन ल।
कसैको आसत मात्रै कन्ट्रीमा नानी जता बसेर पार्टी गर्दै मिसन पे बिग्रे बाहुन बाजेलाई पैसा दिन पुटक आथिस तल भनेसी मोटक लियो मोटक यो पानी लियो ठुलो भयो के सानो टपरीमा राखिदिनु पर्यो केही भए छैन के भए त त्यो फुटेर तै पनि यसो गरे कट्टे आइयो हातको भए यो संसारै हुन्थ्यो त्यो उतालो भएर के अहिले बेला भएको छैन के पूजा गरी चकेर जान्ने किन भनेको जसो जसो बाहुन बराजु उसो उसो स्वा गर न जाऊ माइली ओके सबैजनाले भयो धुप हात यस्तो गर्छ एउटा चम्चा खाली पेटमा चिल्लो त्यहाँ गएर त्यही गर्नु पर्दैन राखिदिने मात्रै हो फेरि गाईले बोल्ला नि यसरी हुन्छ पुरा हातले बोक्ने हो दुईले बोक्ने हुन्छ मान्छेमा चाहिँ कि हो बस वस्तु माने कान्छी सिद्धि राख्छु तर बाजेले नाच्ने आउँछ नि छिटो गरिदिनु आमा भन्यो भने हत्तर पत्तर गरेर ठिक पारिन्छ छैन के पठाउन लाग्नु भएको थियो टिका लाउन ए कहिले कहिले ए दसैँमा के दसैँमा नि तिमी टिका नलाइकन गा त खै त नाच्नु अनि केसरी लाउनु न है कि सिद्धिलाई जस्तो गरे पछि लाउनु टक्क तिमी नभएन अरू भएछ मलाई पो लाउनु मन लाग्यो त भन्ला नि अब तिमीलाई त मेरो भलगलाई खै सविताले अचार चाखेको होइन कस्तो छ अचार न के अरे अमिलो अलिक कम छ भने नि ल छ ल अजीलाई पनि के राख्ने भन्नु है हामी चाहिँ तल निनीको घरमा निनीलाई भेट्न गइरहेछौँ कता अनि यता उता के छ र ए उता होइन बस्ने उहाँ हो नि बस्ने त्यही त नि ए पैसा तिर्नुपर्छ भनेपछि एक दिन नछुटाउनु त्यस्तो डेन्जर हामी हाम्रो मामा घर आइपुग्यौँ मामा घर चाहिँ यस्तो छ जस्ताले लगाएको ल हेर्नु उता चाहिँ जेठो मामाको घर बनाएको छैन जस्ताको तस्तै छ पुरानो जस्तै किनभने जेठो मामाको छोरा चाहिँ उता सहरमा गएर बसेको छ नि त्यही भएर पुरानो घर त्यतिकै छ यहाँ चाहिँ माइलो मामाको ल हेर्नु कस्तो राम्रो छ भोलि जाने हाम्रो निनी
निनी अजी निनी अजी तिम्रो किन नआउँदा माथि उनीहरू आउँदैन अनि म जान्छु त उनीहरू आउँदैन श्राद्धमा किन नआएको पाजुको श्राद्ध आउनु पर्दैन त तिनीहरू मोबाइल चलाउन ला नातिले मलाई भन्छ कतिखेर गर्नु उतापट्टि फुल अम्बाको रुख अहिले यो त अर्को हो नि सानो हो यो त यहाँ साग छ हाम्रो निनीको लालुपाते फुल फुलिरहेछ लालुपाते फुल यो कलरको चाहिँ मैले फर्स्ट टाइम देखेको ल कस्तो त्यो बनाएको जस्तै है कस्तो राम्रो यो कलरको फुल चाहिँ मैले फर्स्ट टाइम देखेको लालुपातेको अनि यस्तो चाहिँ मैले पहिले पनि देखाएको थिएँ एउटा यो वाला एउटा यस्तो फात्तो परेको पात अनि कर्णवीर यहाँ स्नेक प्लान्ट्स अनि त्यो चाहिँ हाम्रो साइलो मामाको घर यहाँ पनि छ होइन त्यहाँ चाहिँ खै देख्दैन के छ हेरौँ है त उता अनि काठमाडौँमा कहाँ बाढी राख्ने भनेर होला नि त ल यो तल पनि घर छ अघि बिहान मैले देखाएको थिएँ नि त्यो पनि हो अनि यो पनि हो है उसको घर चाहिँ हाम्रो मामा घर हो यो सबै दुईवटा रहेछ कर्णवीरको साग रहेछ तुलसी मोठ रहेछ यहाँ फुलको बोट रहेछ पहिलो गएको चाहिँ थाहा होइन के रहेछ थाहा त बिहे गरेर चाहिँ थाहा छ निलाई थाहा होइन मलाई पहिलो गएको लुसे जनावर सेफर लुसे यसको नाम लुसे हो कि यहाँ बाख्रा छ होइन अनि यो पाठीको कति लामो कान छ हेर्नु न हो आयो कति लामो कान छ हेर्नु पाठीको यो पाठी हो है पाठी ल हेर्नु यो मेरो मामा घरमा हो आजा मेरो बाबुको साथी यहाँ छ है यता आउन भनेको त आउ तिमी कुरा गर्नलाई आउन ग्याङ मेरो साथीको छोराको ग्याङ हेर्नु आउँदै आउँदैन यिनीहरूलाई लाज लागेर आउँदै आएन ल म चाहिँ गएँ अब घर सनसेट भएको चाहिँ के भन्छ देखिरहेको छ हिमालमा थोरै छ